यस्तो यस्तो देखाउँछ। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँनिर मैले सबैजनालाई नमस्कार। मेरो नाम सन्दीप रोका। तपाईँहरूलाई लाग्न सक्छ यहाँभन्दा अगाडि पनि मैले 3टा भिडियो बनाइसकेको छु फेसबुक मोनेटाइजेसनको बारेमा। आज पनि तपाईँहरूलाई फेसबुक मोनेटाइजेसनको बारेमा एकदमै बिग न्युज दिन गइरहेको छु। तपाईँहरू धेरैजनालाई उत्सुकता भइराखेको होला, जस्तो सन्दीपले चाहिँ फेसबुकमा चाहिँ काम गरिरह कसरी गरिरह होइन, हामीलाई पनि सिकाइदिनु जस्ता खालको म्यासेजहरू आइरहेका छन्। अब त्यो म्यासेज गरेर भन्नुभन्दा पनि मैले भिडियो बनाएँ भने त हजुरहरूले भिडियो पनि हेर्नुहुन्छ अनि सिक्नु पनि हुन्छ। त्यो भिडियो हेरेर चाहिँ सिक्नुहुन्छ भन्ने मलाई लाग्छ। हजुरहरूले चाहिँ त्यो कन्टेन्ट मोनेटाइजेसन को अप्सनमा गएर त्यो सब्मिट गर्नु छ होइन। मलाई फेसबुक क्रिएटर बन्नलाई रुचि छ भनेर जब तपाईँले चाहिँ गर्नुहुन्छ, त्यहाँनिर सब्मिट गर्नुभएको छ भने चाहिँ अब तपाईँलाई चाहिँ त्यहाँ फेसबुकले चाहिँ एउटा युआर अन द वेट लिस्ट भनेर चाहिँ पठाएको हुनसक्छ। तपाईँहरू हेर्नुभएको छैन भने आज हेर्नुहोस्। त्यो आएको छ भने तपाईँहरूलाई धेरै धेरै बधाई छ। अब तपाईँ छिटै नै फेसबुकको क्रिएटर बन्दै हुनुहुन्छ। यस्तो यस्तो देखाउँछ। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँनिर मैले देखाइराखेको छु। अब यो म स्क्रिनसट पनि राखिदिनेछु तपाईँहरूलाई। यो आएको छ भने चाहिँ अब के गर्ने त, यो आउँदैमा मोनेटाइजेसन सेटअप भयो त, खुल्यो त, अब पैसा छ भने यो आएको छ भने तपाईँहरूलाई धेरै धेरै बधाई छ। अब तपाईँले के गर्नु पर्यो भने अब चाहिँ रेगुलर अपडेट हुनु पऱ्यो। दिनमा 2टा चाहिँ फेसबुकमा पोस्टहरू चाहिँ गर्नु पऱ्यो है त। पोस्टहरू रेगुलर गर्नु पऱ्यो। तपाईँले फेसबुकमा पोस्टहरू रेगुलर गर्नुभयो भने चाहिँ तपाईँहरूले पक्कै पनि फेसबुकबाट अर्निङ पैसा कमाउन सक्नुहुन्छ। अब डलर 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 होइन, कति डलर आयो भन्ने कुराहरू, यो सबै कुराहरू चाहिँ म पछि फेरि अर्को भिडियो बनाउने छु। तपाईँहरूमा चाहिँ यो युआर अन द वेट लिस्ट आएको छ भने चाहिँ निरन्तर काम गर्नुहोस्, रेगुलर फोटो भिडियोहरू अपलोड गर्नुहोस्। हजुरहरूलाई बधाई छ। अब छिटै तपाईँहरूको पनि फेसबुकको मोनेटाइजेसन खुल्दैछ, पैसा कमाउनु हुनेछ। मैले मेरो चाहिँ खुलेको 1.5 महिनाभन्दा बढी भइसक्यो। मैले चाहिँ बिस्तारै कमाउँदैछु। हजुरहरूले यसरी नै साथ र सपोर्ट गर्नुभयो भने कमाउनेछु भन्दै सबैलाई धन्यवाद।